बधाई तथा सम्मान कार्यक्रम तथा यस भेटघाट कार्यक्रमका सभापति तामाकोशी गाउँपालिकाका नेपाली कांग्रेसका सभापति आदरणीय दाजु कृष्ण फुयालज्यू, त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि आदरणीय बुबा उद्धवराज काफ्लेज्यू, त्यसैगरी कार्यक्रमका अतिथि आदरणीय तामाकोशी गाउँपालिका प्रमुखका प्रत्याशी नेपाली कांग्रेसका गाउँपालिकाका उम्मेदवार आदरणीय भवेन्द्र कार्कीज्यू, त्यसैगरी नेपाली कांग्रेसका आदरणीय नेताहरू हाम्रो सुदर्शन भाइ, हाम्रो कुमारजी, हाम्रो पूर्व गाउँपालिकाका सभापतिज्यू, त्यसैगरी यसै ओडाका वडा सभापतिज्यू, प्रदेश प्रतिनिधिज्यूहरू, जिल्ला कार्य समितिका आदरणीय अग्रज तथा साथीहरू, सबै वडा नम्बर 1 भिरगौडका वडा अध्यक्षज्यू, त्यसैगरी 3 का वडा सभापतिज्यू, त्यसैगरी विभिन्न वडाका नेपाली कांग्रेसका वडा सभापतिज्यूहरू, उपस्थित हुनुहुने आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, सबैमा म हृदयदेखि अभिवादन गर्न चाहन्छु। स्वीकार्नुहोस्। जय नेपाल। यो बधाई तथा शुभकामना भनेर राख्नुभयो, खुसीको कुरा हो। तर बधाई भनेको जिम्मेवारी थपिएको भनेको यो मेरो मात्रै जिम्मेवारी थपिएको होइन। जो चाहिँ दोलखा जिल्लाले तामाकोशी गाउँपालिकाले केन्द्रीय समितिमा उपस्थिति हुँदा तपाईलाई जति खुसी लागेको छ त्यतिकै तपाईहरूको काँधमा जिम्मेवारी पनि त्यतिकै थपिएको छ। यहाँ जिम्मेवारी के थपिएको छ भने तपाईहरूलाई यो गाउँपालिका जिताउनु पर्छ, यो वडा जिताउनु पर्छ, सातै वडा जिताउनु पर्छ। लोकतन्त्रमा हाम्रा एजेन्डाहरू छ। हाम्रो गाउँपालिकामा रिङ रोड बनाउनु पर्नेछ। अहिले बोल्दाखेरि पूर्व वक्ता अग्रजहरूले भन्नुभयो, शिक्षाको कुरा उठाउनुभयो। हाम्रो यहाँका जनतालाई शिक्षा सर्वसुलभ क्वालिटीको शिक्षा दिनु छ, स्वास्थ्य उपचारको कुरा उठाउनुभयो, दिनु छ। त्यो गाउँपालिकाले आफ्नो पोलिसी अन्तर्गत राख्न सक्दछ। प्रदेश सरकारबाट त्यो कुरा आफ्नो अधिकारमा निहित गरेर त्यो कुरा आफ्नो नीति तथा कार्यक्रममा अगाडि बढाएर स्वायत्तता भनेको त्यही हो, सङ्घीयता भनेको त्यही हो, हाम्रोमा गराउन सक्दछ। हाम्रोमा अरूको जस्तै परम्परागत शिक्षा या स्वास्थ्य गराउनु पर्दैन। हामीले नयाँ पोलिसी बनाउँ, त्यही भएर गाउँपालिका दिएको। हामीले छुट्टै बनाउनु पर्नेछ। भीमबहादुर तामाङ, देवी प्रसाद नेउपाने, हेर्नु त कति समाजवादी नेता, हेर्नु त मर्ने बेलामा भीमताई मन्त्रीबाट छोडेर जानुभयो, जाँदा टेम्पू चढेर जानुभयो। भीमताई मन्त्री छोड्दा टेम्पू चढेर घर जानुभयो। देवी प्रसाद नेउपाने हामीले देखेका छौँ। हाम्रा यस्तो सत् चरित्रको नेता भएको हाम्रो यो समाज। तर लोकतन्त्रमा आफ्नो नीति तथा कार्यक्रम लागू गर्न जित्नुपर्छ। कम्युनिस्टहरूको कुरा गरेर पार लाग्दैन। कति गर्नु देशको कम्युनिस्टको कुरा गर्नु भने केपी शर्मा ओली के भन्छन् बोलीको ठेगानै छैन। हँसाउँछन्, ओर्छन्, के गर्छन्, लट्ठ परानिया जस्तो गर्छन्, तर तातो भुत्रो आउटपुट आउँदैन। हिजो लोकतन्त्रको लडाईँ थियो, स्वतन्त्रताको लडाईँ थियो। यो देशमा निरङ्कुश राज्य व्यवस्था विरुद्धको लडाईँ थियो। हिजोको लडाईँ अर्कै थियो, आजको लडाईँ भनेको समृद्धको। दुबई, कतार, मलेसिया यदि आफ्नो सीमान्त बेगरेको 15 दिनपछि जान्छ भने हाम्रो समाज कसरी परिवर्तन हुन सक्छ? छोरो मरेर प्याक भएर विदेशबाट आउँछ भने हाम्रो समाज कसरी परिवर्तन हुन सक्छ? खानलाई 2 हात मुख जोड्नलाई सधैँ समस्या हुन्छ भने, रोग लागेको बेलामा उपचार गर्नको लागि सधैँ त्यही जीवनको अन्तिम समस्या हुन्छ भने, र हाम्रो समाजमा के हुन्छ, केही ठेगानै हुन्न, त्यस्तो व्यतिरिक्तबाट अगाडि बढ्छ भने हाम्रो समाजमा यो व्यवस्था हामीले ल्याएको परिवर्तनको के अर्थ हो? त्यसको त्यो परिवर्तनले के चाहिँ नेपाली जनतालाई, नेपाली समाजलाई के दियो? त्यो परिवर्तनले दिनुपर्छ नेपाली समाजलाई। परिवर्तन भनेर उफ्रिने, परिवर्तन आउने, तर त्यो परिवर्तनले यदि जनतालाई केही दिँदैन भने, जनतालाई केही दिन सक्दैन भने, अनुभूति गर्न सक्दैन भने त्यो परिवर्तनको पनि कुनै अर्थ हुँदैन। त्यही भएर हामीले भन्नै पर्छ, यो हामीले परिवर्तनमा, यो देशमा परिवर्तन धेरै भयो। त्यो
परिवर्तन सधैँ नेतृत्व नेपाली कांग्रेसले गर्यो, परिवर्तन पछिको पनि नेपाली कांग्रेसले गर्यो। संविधान बनाउँदा त हाहाकार गरेर माओवादीहरूले त्यत्रो सिट ल्याएर कति गरेका थिए, कति कम्युनिस्टका नेताहरू प्रधानमन्त्री भए तर संविधान बन्यो। सुशील दाई यो देशको प्रधानमन्त्री हुनुभयो तर संविधान बनिहाल्यो, सत्य कुरा हो। त्यसै गरी नेपाली कांग्रेसबाट नि गल्ती भएन भन्दिन, राष्ट्रिय रूपमा दोलखामा नेपाली कांग्रेसको गल्ती केही पनि छैन, तर राष्ट्रिय रूपमा नेपाली कांग्रेसबाट नि गल्ती भयो। त्यो गल्तीको आधारमा ठेकाएर जनतालाई भ्रम चढेर कम्युनिस्टले ठुल्ठुलो सपना देखाएर फेरि परिवर्तन पछि गयो। यो अहिलेको केपी शर्मा ओली हेर्नु त, आफू प्रधानमन्त्री भएको बेलामा, राज्य सत्ता भएको बेलामा संसद 3 चोटि विघटन गर्न अगाडि बढ्छ, तर फेरि त्यसपछि पनि अदालतले भनेपछि सरकार चलाउन दिँदैन, सरकार यो व्यवस्थै मान्दैन भने, यो व्यवस्थाको परिवर्तनलाई जनताको परिवर्तन स्वीकार्दैन भने आज एमालेलाई यो देशबाट निषेध गर्नुपर्ने बेला आएको छ। त्यो कुरा चाहिँ हामीले बुझ्नुपर्ने अवस्था, हामीले बुझ्नुपर्ने कुरा थियो। किन हामीले जनताको पक्षको परिवर्तनलाई स्वीकार्दैन? किन आज देशमा भएको संघीयताको कुरा आज कसलाई अधिकार छैन, आज महिलालाई अधिकार छैन, हामीले स्वीकार्नै पर्छ। म तामाकोशी गाउँपालिकाका सभापतिलाई विशेष अनुरोध गर्न चाहन्छु, प्रतिनिधि आउनु भएको छ भवेनलाई विशेष अनुरोध गर्न चाहन्छु, स्टेजमा लेडिज दिदीबहिनीहरू चाहियो, आमाहरू चाहियो भन्दा स्टेजमा बस्न सक्ने अवस्था भएन। आज महिलालाई अधिकार छ, आज दलितलाई अधिकार छ, आज जनजातिलाई अधिकार छ, आज पैसा नहुनेलाई नि अधिकार छ, आज पैसा हुनेलाई नि अधिकार छ। आज हाम्रो संविधानले बहुलाई नै अधिकार दिएको छ, क्षेत्रीलाई नि अधिकार दिएको छ, आज सम्पूर्ण अधिकार दिएको छ। राज्य सत्ता उनीहरूको छ, केले रोक्यो? आज शिक्षा संविधानमा निशुल्क छ, तर हाम्रो गाउँघरमा किन शिक्षा निशुल्क छैन? स्वास्थ्य निशुल्क छ, तर किन निशुल्क छैन? प्रश्न गर्ने बेला आएको छ। यदि तपाईहरूले यो कम्युनिस्टले गरेका गलत कुराहरूको तपाईहरूको घर दैलो आउँदा तिमीहरूले गर्यौ के भनेर प्रश्न गर्न सक्नु भएन भने लोकतन्त्र बलियो हुँदैन, लोकतन्त्र बलियो हुँदैन, हाम्रो व्यवस्था बलियो हुँदैन। किन संविधानमा दिएका कुराहरू आज पाइरहेका छैन? त्यो प्रश्न गर्नुपर्ने बेला तपाईँ हाम्रो काखमा आएको छ। तर यो विकास, देशको विकास नि अब नेपाली कांग्रेस सत्तामा नगइकन विकास हुन सक्दैन। त्यसै गरी तामाकोशी गाउँपालिकाको पनि विकास हुनलाई, समृद्ध हुनलाई आज युवालाई किन रोजगार दिन सकिँदैन? राज्यले पोलिसी बनाएर, गाउँपालिकाले पोलिसी बनाएर युवालाई किन रोजगार दिन सकिँदैन? युवालाई किन सक्षम बनाउन सकिँदैन? यत्रा दोलखा जिल्लामा यत्रा विकास निर्माण, हाइड्रो पावरदेखि सडकहरू अनेक बनिरहेका छन्। त्यहाँ दोलखेली युवाहरूलाई किन सही शिक्षा दीक्षा दिएर त्यो उपयोग गर्न सकिँदैन? आज किन हाम्रो समाजमा कृषि कार्य गर्न सकिँदैन? किन हामीले घरेलु साना उद्योगहरू किन खोल्न सक्दैनौँ? ल हेर्नु, आज केही पनि गरेको छैन। न माथिको केन्द्रको सरकारले गरेको छ, न यो गाउँपालिकाले गरेको छ, काहीँ पनि गरेको छैन। त्यही भएर संघीयता ल्याएको, त्यही भएर गणतन्त्र ल्याएको हो हामीले। किन गणतन्त्र ल्याएको भने जनताका टाउकामाथि कुनै पनि तरबार नतेर्स्याइकन, कुनै डर धम्की बिना जनताका अधिकारका विषयमा, जनताका आवश्यकताका विषयमा केही पनि प्रश्न नउठोस् भनेर हामीले यो व्यवस्था ल्याएको, केही पनि समस्या नउठोस् भनेर व्यवस्था ल्याएको। यो व्यवस्थामाथि बारम्बार प्रहार गर्ने एमालेलाई आज प्रश्न गर्नुपर्ने बेला आएको छ। यो तपाईहरूको दायित्व हो, म तपाईहरूलाई विश्वस्त दिलाउन चाहन्छु। यहाँ गाउँपालिकाका कुरा उठे, यहाँ गिट्टी बालुवाका कुरा उठे, त्यो मात्रै उठेन, यहाँ बिरुवा रोपेका कुराहरू उठे। सडकको छेउमा बिरुवा रोप्नु भन्दा यहाँका गरिब
परिवारका 5 जना व्यक्तिलाई उच्च शिक्षा यदि यो गाउँपालिकाले दिएर 10 वर्षसम्म यो गाउँपालिकालाई सेवा गर्ने भएको भए आज ती व्यक्ति निमन्त्यो गाउँपालिका निमन्त्यो आज जनताका आँखामा आँखा छर्ने छारो छर्ने र त्योबाट आफू व्यक्तिगत रूपले सम्पन्न हुने गरी जसरी कम्युनिस्ट व्यवस्थाका नायकहरू लागेका छन् त्यसका विरुद्ध हामीले लड्नु पर्ने व्यवस्था आएको छ। दोलखा जिल्लामा तपाईलाई भन्छु 47 सालबाट निरन्तर कम्युनिस्ट सत्तामा बसेको छ। कम्युनिस्ट सत्तामा बस्दाखेरि उनीहरूको व्यक्ति परिवर्तन भयो होला। आज पार्वतहरू आनन्द भन्नेहरू कहाँ पुगे होला, तर यहाँका जनता जहाँको ती केही पनि परिवर्तन भएको छैन। त्यो कुराको प्रश्न हामीले उठाउनु पर्ने बेला आएको छ। यदि यस्ता कुराहरू हामीले उठाएनौँ भने, यदि सामाजिक रूपान्तरणको कुरा हामीले उठाएनौँ भने आज यो व्यवस्था कमजोर हुन्छ। त्यही भएर यो व्यवस्था जनताको पक्षमा बलियो बनाउनको लागि तपाईहरु सबै लाग्नुहुन्छ। त्यो नै हो मलाई शुभकामना दिएको, त्यो नै हो मलाई बधाई ज्ञापन गरेको, त्यो नै हो। जबसम्म बिपी कोइरालाले भन्नुहुन्थ्यो जबसम्म गरिब किसानका घरहरूमा झुपडीहरूमा उज्यालो आउँदैन, जबसम्म योजना बनाउँदाखेरि हलो जोतिरहेको ढाका टोपी फाटेका किसानको बारेमा सम्बोधन हुँदैन तबसम्म नेपाल बन्दैन भन्नुभएको थियो। त्यही व्यवस्थाको लागि हामी लागेको, त्यही समाज रूपान्तरणको लागि लागेको। त्यो समाज रूपान्तरणको अभियानमा तपाईहरु आधी बेरी जसरी सिर्जना हुनुपर्ने बेला आएको छ। एउटा बलिदान भन्ने फिल्मको गीत छ, गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुवा हेर्नलाई उठ भनेको छ। त्यो हरेक आमा बुवा दाजुभाइ दिदी बहिनीहरू सबैजना जाग्नु पर्ने बेला आएको छ। यो जान्नु पर्ने बेलामा त्यही भावनाले नेपाली कांग्रेसले सबैको भावना, सबै अट्ने देश, सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस भनेको छ। अब यो समाज जोड्नु पर्ने छ, दाजुभाइ जोड्नु पर्ने छ, विकास जोड्नु पर्ने छ, शिक्षा जोड्नु पर्ने छ, सम्पन्नता जोड्नु पर्ने छ। यो जोड्ने अभियानमा सबैलाई लाग्न म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। आज देवी प्रसाद नेउपाने हामी माझ हुनुहुन्न। देवी प्रसाद नेउपानेलाई को तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफेमा अब वर्ष दिन पुगुन्जेलसम्म एउटा उपयुक्त स्थानमा शालिग निर्माण गर्नको लागि हाम्रो यसै वडाका वडा सभापति कुबेर भण्डारीको संयोजकत्वमा एउटा निर्माण समिति गठन गरेको छ। त्यसको लागि तपाईहरु सबैलाई जोरदार तालीले उहाँहरूलाई साथ दिनु हुन अनुरोध गर्न चाहन्छु। र म भन्न चाहन्छु बिपीलाई मान्दै गर्दा, गणेश मानजी सुवर्णजीलाई मान्दै गर्दा, भीमबहादुर तामाङलाई मान्दै गर्दा, देवी नेउपानेलाई मान्दै गर्दा हामीले ती नेताहरूको असल चरित्र आफ्नो जीवनमा लागू गर्छु भनेर मान्दियो। यदि फोटोमा फूल मात्रै चढाएर भावना अन्त गयो भने त्यो मानेको सही अर्थ रहँदैन। त्यही भएर हामीले सही रूपले नै भीमबहादुर तामाङ, देवी नेउपानेहरूलाई र बिपीका विचारहरूलाई अगाडि बढ्ने आज तामाकोशी गाउँपालिकाले गर्नुपर्ने बेला आएको छ। आज जितेर म तपाईलाई भन्न चाहन्छु, जितेर परिवर्तन गर्न सकेन कम्युनिस्टले। एकचोटि कांग्रेसलाई भोट दिनुहोस्, कांग्रेसले जनताको पक्षमा काम गर्छ भनेर आजका दिनदेखि निर्वाचनका कुराहरू भइसकेका छन्। राजनीतिक दलहरूको बीचको सहमति भइसकेको छ। आज निर्वाचन आयोगले निर्वाचन गर्न तयार छु भनिसकेको अवस्था छ। सम्पूर्ण नेपाली कांग्रेस तामाकोशी गाउँपालिका कार्य समिति र सम्पूर्ण नेपाली कांग्रेसका अग्रज तथा साथीहरूलाई आजैदेखि निर्वाचनका
एउटा तयारीका साथ अगाडि बढ्न हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु। हाम्रो यो व्यवस्थामा हाम्रो एक परिकल्पना गरेका छौँ। शिक्षाको बारेमा तामाकोशी गाउँपालिकाको सोचाइ छ, स्वास्थ्यको बारेमा सोचाइ छ, यहाँका बेरोजगारी युवाहरूको बारेमा हामीसँग कन्सेप्ट छ, हामीसँग डाटा छ, यहाँ भएका उद्योगका सम्भावनाका कुरामा हामीसँग अनुसन्धान छ, हामीसँग स्वास्थ्यका कुरादेखि लिएर कृषिका कुराहरूमा कहाँ के फल्छ, कहाँ रोपेर किसानहरूलाई लाभान्वित गर्न सकिन्छ हामीसँग कन्सेप्ट छ। विद्यालय कहाँ खोल्ने, कहाँको विद्यालयमा कस्तो टिचर ल्याउने, कसरी विद्यालय र सही रूपले अगाडि बढाउने, सिटिबिटी जस्तो प्राविधिक शिक्षालय र यहाँको सामुदायिक विद्यालय कसरी जोड्ने, यहाँका युवाहरूलाई बढी आम्दानी गर्न सक्ने कसरी बनाउने हामीसँग सोचाइ छ, हामीसँग गर्न सक्ने क्षमता नि छ। त्यो कार्यान्वयन गर्नको लागि तामाकोशी गाउँपालिका यो देश कांग्रेसले जित्नुपर्छ, त्यही भएर कांग्रेसको संगठन बलियो हुनुपर्छ भन्दै तपाईहरु त्यो अभियानमा जुट्न अनुरोध गर्दै आयोजक साथीहरूले जुन सम्मान गर्नुभयो उहाँहरूलाई नि मुरी मुरी धन्यवाद दिँदै बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।